शिक्षक सेवा आयोगको तयारीमा जुटिरहनुभएका सबैलाई नमस्कार। नेपालको शिक्षा प्रणालीलाई परीक्षाको दृष्टिकोणले बुझ्नका लागि तयार पारिएको यो विस्तृत विश्लेषणमा स्वागत छ। ल, अब हामी आजको विषयवस्तुमा प्रवेश गरौँ। हामी नेपालको शैक्षिक इतिहासदेखि सुरु गरेर विभिन्न ऐन, योजना, शिक्षाका प्रकारहरू हुँदै आधुनिक चुनौती र भविष्यको मार्गचित्रसम्म पुग्नेछौँ। त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट। नेपालमा शिक्षाको जग कसरी बस्यो? हामी प्राचीन गुरुकुलदेखि राणा शासनसम्मको शैक्षिक यात्रालाई हेर्नेछौँ, जसले आधुनिक शिक्षाको आधार तयार गर्यो। अब यहाँ हेरौँ है त, शिक्षाको स्वरूप कसरी बदल्यो। प्राचीन कालमा गुरुकुल, पितृकुल जस्ता प्रणालीहरू थिए जुन पूरै धार्मिक र आध्यात्मिक ज्ञानमा आधारित थिए। तर समयसँगै जयस्थिति मल्लले व्यावसायिक शिक्षा र पृथ्वीनारायण शाहले सैनिक शिक्षा सुरु गरेर यसलाई अलि व्यावहारिक बनाउन थाले। यो एउटा महत्त्वपूर्ण परिवर्तन थियो। नेपालमा अङ्ग्रेजी शिक्षाको सुरुवात कसले र कहिले गर्यो? यो प्रश्न आयोगको परीक्षामा बारम्बार सोधिने प्रश्नहरूमध्ये एक हो र यसको सही उत्तर हो जङ्गबहादुर राणाले विक्रम सम्वत 1910 मा। यो टाइमलाइनले हामीलाई राणाकालमा शिक्षा कसरी बिस्तारै बिस्तारै संस्थागत भयो भन्ने कथा बताउँछ। 1910 मा राणा परिवारका लागि मात्र खुलेको दरबार स्कुल पछि 1942 मा वीर शमशेरले सर्वसाधारणका लागि पनि खोले। अनि 1990 मा एसएलसी बोर्डको स्थापना हुनुले शिक्षालाई एउटा औपचारिक प्रणालीमा बाँध्न सुरु गर्यो। ल, अब यो तालिकामा ध्यान देऊ। यहाँ परीक्षाका लागि एकदमै महत्त्वपूर्ण तथ्यहरू छन्। पहिलो स्कुल कुन हो, पहिलो शिक्षा डाइरेक्टर को थिए, वा पहिलो एसएलसी परीक्षामा कतिजना पास भएका थिए, यी सबै जानकारी परीक्षाका लागि सम्झिनै पर्ने हुन्छ। इतिहासको कुरा त गर्यौं। अब 2007 सालमा प्रजातन्त्र आएपछिको समयमा प्रवेश गरौं। यो समय शिक्षाको विस्तार र यसलाई एउटा व्यवस्थित प्रणालीमा ढाल्ने प्रयासको युग थियो। यहाँ हेर्नुस् त, 2007 सालमा साक्षरता जम्मा 2% मात्रै। यो तथ्याङ्कले नै त्यो बेलाको अवस्था कस्तो थियो भनेर देखाउँछ। त्यसपछि कलेज अफ एजुकेसन त्रिभुवन विश्वविद्यालयको स्थापना भयो। तर सबैभन्दा ठूलो परिवर्तन आयो 2028 सालमा, जब राष्ट्रिय शिक्षा पद्धति योजना लागू भयो र देशभरि एउटै पाठ्यक्रम लागू गरियो। ल, हामीले ऐतिहासिक विकासक्रम त हेर्यौं। अब अलिकति सैद्धान्तिक पक्षतिर लागौं। शिक्षक सेवा आयोगको पाठ्यक्रम बुझ्नका लागि शिक्षाका विभिन्न प्रकारहरू चिन्नु एकदमै जरुरी छ। पहिलो कुरा, अनौपचारिक शिक्षा भनेको के हो त? नाम सुन्दा अनौपचारिक भए पनि यो अव्यवस्थित चाहिँ हुँदैन है। यो पनि सङ्गठित र व्यवस्थित नै हुन्छ, तर फरक यति हो कि यो औपचारिक स्कुल कलेजको दायराभन्दा बाहिर हुन्छ। यो लचिलो, जीवनसँग जोडिएको र विभिन्न कारणले औपचारिक शिक्षा लिन नपाएकाहरूका लागि हो। अब यो दुईवटालाई सँगै राखेर हेर्दा त भिन्नता झनै स्पष्ट हुन्छ, होइन त? औपचारिक शिक्षामा पाठ्यक्रम, समय, ठाउँ सबै निश्चित हुन्छ र यो प्रमाणपत्रमुखी हुन्छ। तर अनौपचारिक शिक्षा आवश्यकतामा आधारित, सिपमूलक र सिकारु केन्द्रित हुन्छ। यहाँ उमेर वा समयको कुनै बन्देज हुँदैन। यी दुईटा बाहेक अर्को एउटा प्रकार पनि छ, जसलाई हामी अनियमित वा अतिरिक्त शिक्षा भन्छौं। यो भनेको कस्तो हो भने, हामीले जीवनभर हरेक दिन आफ्ना अनुभवहरूबाट जे सिकिरहेका हुन्छौं त्यही हो। यसको कुनै योजना, पाठ्यक्रम वा सङ्गठन हुँदैन। यो त जिन्दगीले नै सिकाउने कुरा हो। ल, इतिहास र सिद्धान्तका कुरा भए, अब हामी आजको समयमा आइपुगौं डिजिटल युगमा। प्रविधिले हाम्रो शिक्षामा कस्ता अवसरहरू ल्याएको छ र सँगसँगै कस्ता चुनौतीहरू पनि थपेको छ, हेरौं। यो भनाइले अहिलेको शिक्षामा भइरहेको सबैभन्दा ठूलो परिवर्तनलाई समातेको छ। अबको शिक्षा भनेको शिक्षकले कक्षामा आएर भाषण दिने मात्र होइन, अबको शिक्षा विद्यार्थी केन्द्रित हुनुपर्छ, जहाँ विद्यार्थीहरू आफै सक्रिय भएर सिक्छन्। यही सोचले ब्लेन्डेड लर्निङ जस्ता नयाँ विधिहरूलाई जन्म दिएको छ। प्रविधिको यो यात्रालाई हामी 3 चरणमा हेर्न सक्छौं। पहिलो चरणमा स्मार्ट क्लासरुम र अनलाइन प्लेटफर्म जस्ता आइसिटीको प्रयोग सुरु भयो। त्यसपछि आयो ब्लेन्डेड लर्निङ, जसले कक्षा कोठाको पढाइ र अनलाइन सिकाइलाई मिलाउँछ। र अब हामी आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईको युगमा प्रवेश गर्दैछौँ, जसले सिकाउने र सिक्ने तरिकामा नै क्रान्ति ल्याउन सक्छ। तर यो सबै कुरा सोचे जस्तो सजिलो छैन। चुनौतीहरू पनि उत्तिकै छन्। एकातिर तालिम प्राप्त शिक्षकको कमी छ,
अर्कोतिर महँगो र कमजोर इन्टरनेट। त्यसमाथि स्पष्ट नीतिको अभाव र बिजुली इन्टरनेट जस्ता पूर्वाधारको कमी, विशेष गरी ग्रामीण क्षेत्रमा ठूलो समस्या हो। यी सबैले शिक्षकहरूमाथि ठूलो दबाव सृजना गरेको छ। यति धेरै कुरा गरिसकेपछि अब प्रश्न उठ्छ, आखिर हाम्रो शिक्षा प्रणाली जान खोजेको कहाँ हो त? यसको भिजन के छ? अन्तिम खण्डमा हामी यही विषयमा केन्द्रित हुनेछौँ। हाम्रो राष्ट्रिय लक्ष्य नै समृद्ध नेपाल, सुखी नेपाली हो र यो लक्ष्य पूरा गर्ने सबैभन्दा शक्तिशाली औजार भनेकै शिक्षा हो। कस्तो शिक्षा? जसले सक्षम, सृजनशील र संस्कारवान नागरिक उत्पादन गरोस्। यी उद्देश्यहरू जुन राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076ले तय गरेको छ, यिनले नै हाम्रो शिक्षाको बाटो तय गर्छन्। यसले व्यक्तिको प्रतिभा विकास गर्ने, नैतिक नागरिक तयार पार्ने, रोजगारमूलक सिप सिकाउने र सबैका लागि समान र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने कुरामा जोड दिएको छ। र यो भिजनलाई यत्तिकै छोडिएको छैन। यसलाई साकार पार्न एउटा 10 वर्षे योजना छ, जसलाई विद्यालय शिक्षा क्षेत्र योजना भनिन्छ। 20 सम्बत 2078देखि 2088 सम्म चल्ने यो योजनाले आगामी दशकका लागि स्पष्ट मार्गचित्र दिएको छ। ल, यो सम्पूर्ण विश्लेषणको अन्त्यमा एउटा गम्भीर प्रश्नमा आएर टुङ्ग्याउँ। यी सबै महान लक्ष्यहरू हासिल गर्न हाम्रो अगाडि सबैभन्दा ठूला अवसर के छन् र चुनौतीहरू नि?